मैले त 2.5 तोला मात्रै भनिछु म त आत्तिएर क्या मेरो मनले आत्तिएर मेरो 2.5 तोलाको मेरो 2.5 तोला भने अब निवेदन लेख्न त जानु पर्यो निवेदन लेख्न जाँदाखेरि त अब निवेदन लेख्न गएँ 3 कुन्नेमा पहिला 100 नम्बरमा फोन गरेँ 100 नम्बरले भन्नुभयो सेम्बुमा जानुहोस् सेम्बुले भन्नुभयो 3 कुन्ने जानुहोस् अनि 3 कुना गइसकेपछि अनि ओ भाइरल आयो भने पुलिसहरूले अनि भनिसकेपछि ल यसलाई थुन्न पर्छ भन्नुभयो मलाई त डर पनि लागेको छिन् अनि थुन्न त होइन उनीहरूले मजाक गरे नि मजाक गरे अनि थुन्न पर्यो भन्यो साँच्चीको हो कि खेलका भने म अन्यायमा परेको छु के थुन त भन्ने गइसकेपछि एउटा निवेदन लेखिदिनुहोस् भने अनि ल एउटा निवेदन लेखिदिनुहोस् भन्यो अनि त्यो सरले निवेदन लेख्नुभयो ल नम्बर लिनु सुन भनेर त 2.5 तोला रहेछ त भाइ अनि मेरो छुट्टे लकडी गर्दाखेरि 3.5 तोला जस्तो पुग्नु गयो 2.5 तोला चाहिँ तपाईँले आवेगमा आएर भनेको नि अनि राजकुमार दाईलाई चाहिँ राजाको भन्दा त आफ्नो सिक्रीको पो बढी माया रहेछ भन्नुभयो क्या धेरैले हो होइन म दुईजनाकै माया सिक्रीको पनि माया छ राजाको पनि माया छ दुइटै माया थियो अब तपाईँ एउटा राष्ट्रवादी मान्छे जुन एउटा जब सिक्री हराउँदा नि रुन पर्छ पहिला हाँसेको मान्छे भने क्या धेरैले यो यस्तो हुँदो रहेछ नि त टेन्सन हुँदो रहेछ नि त बाबु बहुत टेन्सन हुँदो रहेछ बहुत टेन्सन अब म रुन्न भने नि रुनु पर्ने अवस्था आउँदो रहेछ बाबु अब खाइ नखाइ गरेर जुन तपाईँले जोड्नु भएको सुनको सिक्री चाहिँ हरायो विदेशमा गएको थिएँ अलिअलि कमाएर लिएर आएको थिएँ हरायो अनि तपाईँ खासमा त्यो सिक्री चाहिँ गाइकन गएको भयो नि हुन्थ्यो त्यस सिक्री के देखाउनु जानु पर्थ्यो र भिडभाडमा पनि भने क्या होइन देखाउन नि होइन कहीँ होइन मेरो भाग्यमा नलेखा रहेछ त्यति मात्रै लाउन लेखा रहेछ मैले त्यति मात्रै पाएँ बाबु भनेपछि अब सिक्री चाहिँ तपाईँले अहिलेसम्म भेट्टाउनु भएको छैन तपाईँको तानेको हो सिक्री पछाडिबाट तानेको बाबु यस्तो गरेँ क्या म यस्तो गरेर गएँ यो हातमा झन्डा थियो अनि यसो भयो क्या बाबु यस्तो भयो उठेर भन्नु यस्तो भयो क्या यहाँबाट पेलिसकेपछि यसो गरेर पेलिसकेपछि गर्यो अनि यहाँबाट झ्याप्प तानिदियो यसो हेरेँ अनि झन्डा पनि फालिदिएँ बसाउँदै हुन्छ भनेपछि तपाईँको सिक्री कसले ताने नै थाहा भएन बाबु मेरो थाहा भएन अनि तपाईँले सिक्री भेट्टाउने चाहिँ आश छ कि छैन दाइ 3.5 तोला भनेर त लगभग बजारमा 4-5 लाख भन्दा माथि पर्छ अनि अब मान्छेहरूले भन्लान्